यो जमिनहरू छ नि हाम्रो जमिनहरू यो जमिनहरू आफ्नो आफ्नो बारी कमा त्यतिखेर चाहिँ कसले दिएको त्यो बारी दिँदैन थियो दिन्थेन होइन कहिले चाहिँ दियो त्यहाँबाट त्यहाँदेखि पछाडि हामी टिङलिङमा तेरो बाजेले मलाई 19 वर्षमा मलाई लगेको हो त्यो पनि नजानेको अर्काले टुरा केटा कोही छैन भनेर दाजुले नहेर्ने सबै मरिगयो गोपालबाट आएको तिमीहरूको बाजे अन्त मलाई सबैले फकाएर लग्यो घर थिएन हो अन्त एउटा आमाजू थियो गुरुङसँग गएको ऊ पहिला गइदियो अम्बटे उहाँ पढ्न गएर त्यो चाबी गएर ल्याएर दैलो खोलेर हामी त्यहाँ बस्यौँ हो त्यहाँदेखि सबैले भाँडाकुँडा दियो थिएन एउटा डाडु यतापट्टि डाडु यतापट्टि पुन्यु भएको त्यहाँदेखि एउटा भात पकाउने डेक्ची अरू चुन पम्थे खनाएर एउटा यत्रो सिल्भरको थाल थियो हो रहेछ त्यो थालमा भात खनायो अन्त तिउन त्यसमा पकायो त्यसो गरेर हिँड्नु कति वर्षमा बिहा गर्नु भएको मलाई फुपू र म नि 22 वर्ष जेठो कान्छो छु होइन कति वर्षमा चाहिँ बिहा गरेको तपाईँले 18 वर्ष 7 वर्षमा त काममा हिँडेको बिहा गरेर काममा हिँडेको बिहा नगरी नगरी नि सानो मानि ए भनेपछि त्यही 11-12 वर्षमा बिहा गर्यो होला उयो बिस्तारो बोल्नु नागा बस्नु हुँदैन थियो नागा बस्यो भने आइहाल्थ्यो आँखा त दिदी बस्थ्यो त्यो बिजुलेको सागको नामै बिजुले साग खतरा घोडामा आउँथ्यो अरे है घोडा के आउँथ्यो हिँडेर नि हिँडेर आउने जिलिली बोल्छ आँखा त्यति बेला नि जुत्ताहरू नयाँ नयाँ लुगाहरू लाउनु दिन्थेन किन ए उसको इज्जत जान्छ भन्थ्यो हो र के धोत्रो लाएर जानुपर्ने धात्रा थोत्रे चप्पल ढित्तै खाली खुट्टै अनि त्यतिखेर त बर्खामा त अन्त जुगाहरूले टोक्थेन खाली खुट्टा